मेरो नाम थ्याङ्क यू नानी। हेलो गाइस, हाउ आर यू? मेरो नाम नुरुल शेर्पा हो अनि आज चाहिँ म तपाईँहरूको अगाडि निन्टेन्डो स्विच ओलेडको बारेमा केही भन्नु गइरहेको छु है त। के यो निन्टेन्डो स्विच 2026 मा तपाईँले किन्नु सक्नुहुन्न अथवा तपाईँलाई के लाग्छ कि निन्टेन्डो स्विच किन्नु लायकको छ त है, यसको बारेमा कुरा गर्छु है त। यो चाहिँ मैले गत साल किनेको थियो। मैले यो चाहिँ खासै किनेन, नयाँ पनि किनेन है, मसँग परिस्थिति थिएन भने। अनि अहिलेको टाइममा चाहिँ निन्टेन्डो स्विच ओलेडको लागि चाहिँ धेरै गेमहरू छ है। अलिकति महँगो चाहिँ अलिकति महँगो हो तर पनि, अनि गेमिङको हिसाबमा चाहिँ एकदमै राम्रो हार्डवेयर हो यो चाहिँ ओलेडवाला निन्टेन्डो स्विच ओलेड भन्छ यसलाई। अनि ओलेड चाहिँ किन भने भन्दाखेरिबाट यसको डिस्प्ले चाहिँ यो चाहिँ ओलेड हो। अनि मैले चाहिँ अहिले कुन गेम खेलिरहेको छु भन्दा मैले चाहिँ अहिले जेल्डा लेजेन्ड अफ जेल्डा ब्रेथ अफ द वाइल्ड, अनि अर्को यो पोकेमोन फायर रेड हो यो, अनि यो निन्जा स्टर्म, द विचर, पोकेमोन च्याम्पियन्स। यो चाहिँ फ्रीवाला गेम हो है त, यसको लागि चाहिँ तपाईँहरूले केही पे गर्नु पर्दैन। अनि यो चाहिँ पोकेमोन लेजेन्ड आरसिएस सँगसँगै यसमा चाहिँ तपाईँहरूले युट्युब भिडियो पनि हेर्नु सक्नुहुन्छ है। अनि यो डेमो भर्जन हो। अनि यो चाहिँ के हो, वान पिस पोकेमोन हो भएर। अनि प्रायः चाहिँ अहिले मैले खेलिरहेको गेम चाहिँ के हो भन्दाखेरिबाट मैले चाहिँ अहिले लेजेन्ड अफ जेल्डा ब्रेथ अफ द वाइल्ड खेलिरहेको छु। अनि यो चाहिँ एकदमै राम्रो छ यो गेम चाहिँ है। यो चाहिँ निन्टेन्डो स्विच लन्च गर्ने बेलामा दिएको गेम हो, एक्सक्लुसिभ गेम हो, त्यो टाइमको लागि निकालेको। अनि यो चाहिँ AAA अनि ओपन वर्ल्ड गेम हो, जहाँ चाहिँ तपाईँहरूले धेरै कुराहरू देख्न सक्नुहुन्छ। यसमा चाहिँ यो जेल्डाको स्टोरी छ, कथा छ। अनि जेल्डा चाहिँ खासै मेन क्यारेक्टर होइन है, जेल्डा चाहिँ प्रिन्सेस हो हाइरुल भन्ने किङडमको। अनि जसमा चाहिँ त्यहाँको डिमनले चाहिँ त्यो किङडमलाई क्याप्चर गरेको हुन्छ है। अनि त्यो हुँदाखेरिबाट चाहिँ यसको पुरानो इतिहासको बारेमा छ यो गेम। अनि यसमा चाहिँ हाम्रो यो मेन क्यारेक्टर चाहिँ लिङ्क हो। म गेम खोल्छु है त। अनि यसको मेन क्यारेक्टर चाहिँ लिङ्क हो, जुन चाहिँ हामी खेल्छौँ, लिङ्क बनेर खेल्छौँ। अनि यसले चाहिँ कि यस्तो ओपन वर्ल्डमा चाहिँ श्राइन्सहरू बन्ने हुन्छ, डिभाइन बिस्टहरू बन्ने हुन्छ, जुनलाई चाहिँ क्याप्चर गरेको हुन्छ। अनि त्यसलाई चाहिँ हामीले ब्याटल गरेर खेलेर है, त्यसलाई डिफिट गरेर अनि त्यसलाई चाहिँ सबै ज्ञानको लागि भनेर हामीले युज गर्छ। अनि त्यसबाट जब हामी डिभाइन बिस्टहरूलाई जितेपछिबाट उनीहरूबाट हामीले केही न केही चाहिँ स्किल्सहरू हामीले सिक्छौँ। अनि त्यो स्किल्सलाई युज गरेर हामीले यसको मेन बोस ज्ञानहरूलाई चाहिँ हामीले डिफिट गर्नुपर्ने हुन्छ है। गेम चाहिँ त्यति हो, खासै लामो छैन तर लामो छ। हामी खेल्नु आउनेहरूको लागि, हामी पहिलोचोटि खेल्नेहरूको लागि चाहिँ एकदमै रमाइलो सँगसँगै एकदमै स्ट्रेसफुल पनि छ। किन भन्दाखेरिबाट यो लिङ्क यो है, यो चाहिँ मेन क्यारेक्टर हामी जुन चाहिँ हामी खेल्छ, यसको नाम चाहिँ लिङ्क हो। अनि यो चाहिँ यसको काम चाहिँ के, प्रिन्सेस जेल्डालाई निकाल्नु है त, जितेर निकाल्नु। यो गेम चाहिँ कस्तो छ भन्दाखेरिबाट एकदमै राम्रो छ, तर धेरै टाउको चाहिँ दुखाउँछ यसले है, स्पेसली डिभाइन बिस्टहरूसँग फाइट गर्दाखेरिबाट। म एउटा डिभाइन बिस्टमा पुगेको थिएँ, त्यो चाहिँ त्यसको नाम चाहिँ के थियो मैले बिर्सेँ होइन। त्यो चाहिँ एउटा डेजर्टवाला रेगिस्तानवाला ठाउँमा छ। अनि जुन चाहिँ एउटा क्यामेलको सेपमा छ, त्यो भित्र चाहिँ डिभाइन बिस्ट छ। अनि त्यसलाई निकाल्नु पर्ने हुन्छ, त्यसलाई जितिनु पर्ने हुन्छ। अनि त्यहाँ म यति मरेँ कि मलाई एकदमै फ्रस्ट्रेट भयो। मलाई मेरो स्विचमा गेम खेल्नै मन लागेन। अनि मैले के गरेँ भन्दाखेरिबाट यो सुपर मारियो वन्डर मैले किनेँ। अनि यो खेल्न थालेँ। अनि यो गेम खेल्न थालेपछिबाट एक प्रकारको मलाई चाहिँ इजवाला फिल हुन थाल्यो। अनि मैले सोचेँ सायद अब फेरि मैले त्यो ब्रेथ अफ द वाइल्ड खेल्नुपर्छ होला। अनि म फेरि गएँ, फेरि खेलेँ। अनि खेलेपछि फेरि म मरेँ, धेरैचोटि मरेँ। अनि मलाई फेरि यो गेम खेल्न सकिनँ, म अर्कै गेम खेल्छु। फेरि म सुपर मारियो वन्डरमा खेल्नु त लास्टमा अहिले यो लेजेन्ड जेल्डा खेलिरहेको छु। अब तपाईँहरूलाई लाग्ला कि त्यो कुन चाहिँ डिमन बिस्ट हो जहाँ चाहिँ जसको बारेमा चाहिँ यसले कुरा गरिरहेछन्, यो जहिले पनि मराइ गर्छ भन्ने तपाईँलाई लाग्यो होला है। म तपाईँलाई त्यो देखाउँछु त कुन डिभाइन बिस्ट भनेर। ओके, हामी यो डिभाइन बिस्ट भएको ठाउँमा जाँदैछौँ है त। म मलेसियामा छु। अनि यो चाहिँ सुराउको समय भयो, त्यही भएर यो बजिरहेको छ है त। अलि टाइम लाग्छ निन्टेन्डो स्विच ओलेड यो पुरानो भएको कारणले गर्दाखेरिबाट। अनि अहिलेको नयाँ चाहिँ निन्टेन्डो स्विच 2 हो, त्यो चाहिँ एकदमै पावरफुल छ है त। पक्नै त म तपाईँलाई मरेको डिभाइन बिस्ट देखाउँछु तपाईँलाई, म कहाँ मरेँ भनेर है त, एकैछिन है त।
ल तपाईँहरूले अब भिडियो नै होइन अडियो पनि सुन्नुहोस् है त म पुग्छु त्यहाँ ओके यो चाहिँ म चाहिँ अब यो चाहिँ डिभाइन भिस्ट है जहाँ चाहिँ म मरेँ यो हो ओके यही हो है त डिभाइन भिस्ट यसले नै मलाई मार्ने धेरै नै यसको मैले 2 शट भेट्ने बित्तिकै म खतम है यसैमा हो म धेरैचोटि मरेको अनि सायद इन द फ्युचर म सायद यहाँ खेल्छु होला अनि यदि तपाईँहरूले यो गेम खेल्नुभएको छ अनि यसलाई तपाईँले डिफिट गर्नुभएको छ भने कसरी डिफिट गर्यो त्यो कमेन्टमा लेख्नुहोस् है त यो चाहिँ मेरो पहिलो युट्युब भिडियो तपाईँलाई कस्तो लाग्यो राम्रो लाग्यो भने आफ्नो प्रतिक्रिया दिनु होला धन्यवाद